बीपी राजमार्ग पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लाहरूलाई राजधानीसँग जोड्ने छोटो राजमार्ग हो। जापान सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो राजमार्ग सिन्धुली जिल्लाको रिट्ठेभिरमा सडकको माथिपट्टि भित्ता खोपेर बनाइएको सानो सेती देवीको मन्दिर र सडकको भित्तैभरि हजारौंको संख्यामा ऐनाहरू देख्न सकिन्छ। पहिलो पटक यस राजमार्गको यात्रा गर्दा यस किसिमको दृश्यले सबैको मनमा कौतूहलता पैदा गराइदिन्छ। सुरक्षित यात्राको मनोभावना अनुसार नै देवीलाई ऐना चढाउने गरेको चालकहरू बताउँछन्। 2068 असोज 26 गते 42 जनाको ज्यान जाने गरी भएको दुर्घटना देखेका स्थानीयहरू तर्सने डराउने भएपछि स्थानीय तथा मृतकका आफन्तहरूको पहलमा सप्ताह महायज्ञ लगाइएको र यसै सप्ताहमा एक महिलाले कामदै म सेती देवी हुँ, मेरो वासस्थानमा क्षति पुर्याइएको हुनाले मैले मानवको भोग खान थालेको हुँ, सडकमै मेरो स्थापना गरेपछि मात्र तिमीहरूलाई राम्रो हुनेछ भनेपछि यो मन्दिरको स्थापना गरिएको स्थानीय जानकारहरू बताउँछन्। देवीलाई मनपर्ने वस्तु ऐना भएकाले यस स्थानमा अहिले हजारौंको संख्यामा बाटोको भित्तैभरि ऐना देख्न सकिन्छ। देवीको दर्शन गरी आफ्नो यात्रा सुरक्षित होस् भन्ने मनोभावना राख्दै आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्।